हेलो साथीहरू, मैले पनि है आज काँचो आलु बखडाको अचारहरू बनाएको देखिरहेको थिएँ है टिकटकमा सबै साथीहरूले। आज मैले पनि कस्तो हुने रहेछ अनि फर्स्टचोटि ट्राई गरेको है। यो पखालेर लिएर आएर हल्का पाके जस्तो भएको छ है, पुरै हरियो त छैन। अनि त्यसपछि त्यो उसमा एकैछिन उमालेर अनि यसरी निकालेर राखेँ है। अनि यतातिर मसला तयार गरिसकेको थिएँ, मसलाको फेरि खिच्न बिर्सेको छु नि। फ्राई प्यानमा तेलहरू राखेर अनि मेथी फुराइदिएँ होइन। अनि त्यसपछि मेथी फुराएर अनि तेल तातिसक्यो। अनि तेल तातिसकेपछि अझै धेरै तेल अलिकति थोरै हुन्छ भनेर अनि मेथी राखिदिएँ है। अनि मेथी राखेपछि कस्तो हुने रहेछ अनि आफ्नै उस गरेर नि यो लसुन अदुवा अनि खुर्सानी फेरि राखेँ। यो अमेलो हुने भएर कि धेरै मलाई डर लाग्छ, यो खुर्सानीहरू पड्केर लाग्छ यतातिर अलि पछि हटेको। अनि यो हालिसकेर अनि एकैछिन यस्तो फुरेपछि फेरि बेसार राखिदिएँ है माथिबाट। बेसार राखिसकेपछि चाहिँ यसो चलाएँ। अनि त्यसपछि हल्का रातो रातो हुन दिएको कि लसुनहरू